channel Food and Fun Vlog with Maya. आज म हजुरहरुको माझमा आलुको अचारको रेसिपी लिएर आएको छु अनि हामीलाई सुरुमा के चाहिन्छ भनेर म हजुरहरुलाई देखाउने छु ल। हामीलाई बोइल पोटेटो चाहिन्छ, आलु मैले उसिनेर काटेर राखेको छु अनि त्यसपछि हामीलाई चाहिन्छ आधी प्याज काटेर राखेको छु अनि धनियालाई चप गरेर राखेको छु अनि लेमन अनि यसमा चाहिँ मैले डल्ले खोर्सानी अनि धनिया जिरालाई भुटेर राखेको छु अनि यो चाहिँ हाम्रो सल्ट नुन भयो अनि हामीलाई त्यसपछि कालो तिल सेतो तिललाई मैले भुटेर लिएको छु अनि त्यसपछि हामीलाई चाहिन्छ थोरै तोरीको तेल अनि मेथी अनि बेसार यो तीनटा चाहिँ हामीलाई लास्टमा अचारलाई झान्नको लागि। अब म हजुरहरुलाई सुरुमा यसलाई पिसेर देखाउने छु ल। हामीले यसलाई चाहिँ थोरै सिलौटोमा ग्राइन्डरमा पिस्दा नि हुन्छ तर सिलौटोमा पिसेको टेस्ट चाहिँ बेग्लै हुन्छ। त्यो भएको भएर मसिना चाहिँ यो सानो फल भएको भएर यसमा पिस्न गइरहेको छु। अब हामी यो अघिको भुटेर राखेको जिरा धनिया अनि डल्लेलाई यहाँनेरि पिस्ने छौं। अब हामी अचारलाई बनाउन सुरु गर्नेछौं। सुरुमा मैले आलुलाई राखे अनि प्याज र प्याजलाई पनि राखे अनि धनियालाई पनि राख्छु यसरी नै अनि यहाँनेरि पिसेर राखेको मसलालाई पनि राख्ने। हाम्रो कालो तिल सेतो तिल अनि डल्ले खोर्सानी अनि जिरा र धनियाको पेस्टलाई हामी राख्नेछौँ। त्यसपछि स्वादको लागि नुन अनि अब म हजुरहरुलाई यो फुराएर देखाउने छु ल। अचार चाहिँ रेडी भइसक्यो। अब यो खानालाई एकदमै कस्तो धेरै मिठो हुन्छ अनि हजुरहरुले पनि बनाएर खानुहोस् ल। अनि मेरो च्यानललाई प्लिज सब्स्क्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्।